सुरुमा चाहिँ हामी खाना खाइसकेर मजाले गेम खेल्दै बसिरहेको थियौँ। बिहान चाहिँ उसलाई हल्का थुक निल्दाखेरि घाँटी दुखिरहेछ भन्दै थियो। अनि भरेबाट चाहिँ एकछिनमा हामी गेम खेल्दा खेल्दै एकैचोटि अचानक उसले अलिक गाह्रै पो हुन थाल्यो हौ भन्दै थियो। अनि त्यही पनि अब त्यत्तिकै अब बाँध्नीको हुन्छ भनेर तातो पानीहरू खाँदै बसेको हो क्या खासमा चाहिँ। अनि त्यसपछि चाहिँ भरेबाट चाहिँ उसलाई अति भएछ, अति सहन अलिक गाह्रो हुन थालेपछि चाहिँ ओइ हस्पिटल नै जानुपर्छ होला भनेर अनि हामी हस्पिटल हिँडेको के। हस्पिटल आइसक्दाखेरि इमर्जेन्सीमा कोही पनि थिएन, एकजना डक्टर र अनि एकजना खै के हो डक्टर जो दुईजना डक्टर एउटा केटा एउटा केटी हुनुहुन्थ्यो। अनि उहाँहरूले चाहिँ अब आउने बित्तिकै के भयो भन्नुभयो। अनि पेसेन्टले नै भनेको, मैले भन्दा पनि अझै मेरो यहाँ घाँटी दुखिरहेछ अनि के अड्केको जस्तो फिल भइरहेछ, सास फेर्न गाह्रो भइरहेछ भनेर भनेको। अनि त्यस्तो भनेपछि उनीहरूले जे होस् अक्सिजन चाहिँ नाप्यो होइन, अक्सिजन चाहिँ नाप्यो। अनि त्यसपछि के टन्सिल थियो भनेर भन्यो। अनि खै अहिलेसम्म त थाहा छैन भनेको। अनि खानामा के खानुभयो बाँकी अड्क्यो भनेर भन्यो होइन। अनि अब हामीले खानाहरू खाएको अब मासुहरू खाएको पनि भनियो, तर अब इफ खाना खाएर हो भने त के भन्छ त्यो खाँदा पनि सर्किन्छ नि त, तर सर्केको थिएन, त्यस्तो केही पनि भएको थिएन भनेर भन्यौँ। अनि त्यही पनि एकचोटि चेक गरौँ भनेर भन्नुभयो। अनि ओके भनेर एक्सरे गरियो। अनि एक्सरे गरेर तुरुन्तै रिपोर्ट निकालेर अनि हेर्दाखेरि पनि अनि तल झरेर डक्टरलाई सोधेको, डक्टरले अनि केही पनि छैन नर्मल नै छ भनेर भन्नुभयो। नर्मल नै छ भनेर भनिसकेपछि तर पेसेन्टले त अझै गाह्रै भइरहेछ मलाई भन्छ नि त, अब केही न केही त भएकै छ उसलाई होइन। अनि त्यतिन्जेलसम्म लगभग 1 घन्टा त टाइम बितिसक्यो होला कि, 1 घन्टा त नभनौँ 40 मिनट चाहिँ स्योर बितिसकेको थियो। अनि तर उसले औषधि चाहिँ केही पनि पाएको थिएन त्यति बेलासम्म होइन। उसको इभन फिभर पनि चेक गरिएको थिएन, प्रेसर चेक गरेको थिएन, अरू के भाइटल साइटस चेक गर्छ अरे होइन, हो त्यस्तो चेक गरेको थिएन। जस्ट उसको अक्सिजन कति छ, अब सास फेर्न गाह्रो हुने बित्तिकै अक्सिजन चाहिँ चेक गर्यो। अनि उनीहरूले 98 छ भनिदियो कि। अनि त्यसपछि के भन्यो भन्दाखेरि गाह्रो त अझै भइरहेछ अनि निकै भएन, अरू के गर्न सकिन्छ भनेर सोधेको। अरू चाहिँ के गर्न सकिने अहिलेको लागि केही छैन, भोलिपल्ट बिहान भइसकेपछि चाहिँ पाइपबाट त्यो क्यामेरावाला हुन्छ त्यो छिराएर हेर्न सकिन्छ भनेर भन्यो। अनि किन अहिले चाहिँ नगर्ने त त्यो भनेको, अहिले गर्दाखेरि अहिले गर्नको लागि हामीसँग डक्टर छैन अथवा त्यो जुन मेसिन चलाउन जान्ने मान्छे हुन्छ त्यो हुँदैन, किनकि एउटा यसले हेर्ने हुन्छ एउटाले चलाउने हुन्छ, खै के भन्दै थियो होइन। अनि त्यही भएर अहिले हुँदैन। अनि हुँदैन राति चाहिँ हुँदैन त्यस्तो नि हुन्छ भनेको, यहाँ मात्र होइन कुनै पनि हस्पिटलमा राति त्यस्तो हुँदैन भनेर भन्यो त्यो डक्टर पृथु झा अनि के थियो शाह। अनि उसले चाहिँ अनि त्यही पनि पेसेन्टले चाहिँ के भनिरहेको थियो भन्दाखेरि ओइ उसवे त्यस्तो हो भने त के भन्छ म त रात त कटाउनु सक्दिनँ भनेर भनिरहेको थियो कि। अब बिरामी मान्छेलाई थाहा हुन्छ नि त, ऊ सानोतिनो बिरामीले बिरामी हुने मान्छे होइन। अब उसले नै मलाई जाम भनेर आएको भनेपछि त अब उसलाई साह्रै नै परिरहेको थियो होला नि। अनि मैले भनेको तर डक्टरहरूले चाहिँ चिन्ता नगर्नु अक्सिजन लेभल 98% छ, स्टेबल छ भन्छ कि। अब स्टेबल चाहिँ त्यही अक्सिजन सुरुमा आएको हेरेर मात्रै स्टेबल भनेर हुन्छ त, त्यस्तो हुँदैन नि। अनि पछिबाट चाहिँ अनि फेरि जब मैले पेसेन्टको कुरा सुनेर फेरि डक्टरसँग कुरा गर्नु गएँ। अनि त्यसरी त किन त्यसरी त गाह्रो हुन्छ होला। अनि त्यसपछि के अरे अब त्यत्रो अहिलेको टाइमदेखि अब राति हामी 12-1 बजे पुगेको थियौँ होइन, 1 बजे ल त्यति बेलासम्म 1:30 भएको थियो होला अरे। 1:30 देखि भोलि बिहान 9 बजेसम्म राख्दाखेरि त अब त्यो बिचमा केही भयो भने के गर्ने भनेर भनेको। डक्टर पृथु झाले चाहिँ के भन्यो भन्दाखेरि त्यति बेला के गर्नुपर्छ पर्यो भने हामी गर्छौँ, तपाईँले हामीलाई भन्नु पर्दैन भनेर भने कि। अनि तर उसले लास्टमा परेको बेलामा चाहिँ ऊ त्यो माथि पुर्याउने बित्तिकै त्यो जब उसलाई अट्याक आयो अथवा के भन्छ हो त्यो त्यति बेला चाहिँ त्योवाला डक्टर नै थिएन कि, अरू मात्रै थियो। अनि इभन त्यति बेला म जाँदाखेरि त्यही एउटा नर्स मात्रै थियो। अनि त्यसपछि पछिबाट अर्को नर्स आयो अनि डक्टरहरू चाहिँ लास्टमा आएको हो कि। समस्या भइसकेपछि आयो। अनि अन्तिम स्टेजमा भएपछि आयो कि। अब त्यत्रो टाइम जे 1.5 घन्टादेखि 1 घन्टा 40 मिनटसम्म त अब हामीले कुरेकै हो नि त, तर त्यति बेलासम्म कुनै पनि मेडिकेसन भएन क्या। अनि बाफ लगाउनु लगाएको थियो त्यो मैले भनेर लगाएको हो। अनि उनीहरूले अघि मिटिङमा चाहिँ के भनेको छ भन्दाखेरि तपाईँ माथि त्यो फर्महरू भर्न गएको बेलामा एडमिसनको लागि त्यति बेला चाहिँ हामीले खै के औषधि लगाइदिएको थियौँ भन्दै थियो है। तिमीलाई भने होइन लगाएकै थिएन कि। अनि त्यस लगाएकै थिएन। अनि कुन एउटा एन्टिबायोटिक चाहिँ त्यो पनि माथि नै लगेर गएको थियो कि, तर उनीहरूले अघि चाहिँ लगाइदिएको चाहिँ भन्थ्यो तर लगाएको चाहिँ थिएन कि त्यो। अनि सिसा पनि माथि नै लगेर गएको हो। अनि त्यसपछि त्यो जुन नर्सले हामीलाई डक्टरले हामीलाई माथि पुऱ्यायो त्यो डक्टरले चाहिँ त्यहाँ भएको नर्सलाई ऊ त्यो कति बेला हुन्छ भरेतिर लगाइदेऊ है भनेर गएको। अनि त्यसपछि त्यहाँ त म र पेसेन्ट मात्रै थियौँ नि, 2 मिनट 3 मिनटसम्म त ठिकै थियो, त्यसपछि अचानक भएको। सुरुमा चाहिँ हामी खाना खाइसकेर